नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ शेयर बजार गुरु युट्युब च्यानलमा। आज म तपाईहरुलाई नेपालकै पहिलो औषधि कम्पनी ओम मेगासिरी फार्मास्युटिकल कम्पनी लिमिटेडको बारेमा केही संक्षिप्त जानकारी दिनेछु, जुन आजबाट कारोबारमा आएको छ। यो ओम मेगासिरी फार्मास्युटिकल कम्पनीले कति ओपनिङ रेन्ज पायो, कम्पनीको शेयर क्याप कस्तो छ, लो क्याप, हाई क्याप वा मिड क्याप भन्ने जानकारी, साथै कम्पनीले आइपिओ निष्कासन गर्दा प्राप्त गरेको समग्र रिपोर्टहरू, कम्पनीको शेयर मूल्य कति माथिसम्म पुग्न सक्छ, यो हात पार्ने लगानीकर्ताहरूले कतिसम्म नाफा कमाउन सक्नुहुन्छ भन्ने विषयमा विस्तृत जानकारी दिनेछु। नेप्सेमा पहिलो कारोबार गर्न यस कम्पनीले 270 रुपैयाँ 51 पैसा ओपनिङ रेन्ज पाएको। अब म यस कम्पनीको इपिएस बारेमा कुरा गर्नेछु। कम्पनीको इपिएस 3.30 रहेको छ र अधिकतम ओपनिङ रेन्ज मूल्य 270 रुपैयाँ 51 मा कारोबार भएको छ। यस कम्पनीको आइपिओ हात पार्ने सम्पूर्ण लगानीकर्ताहरूले आज 197% नाफा कमाइसक्नु भएको छ। कम्पनीले आइपिओ निष्कासनका लागि पाएको इक्रा रेटिङ BB- रहेको छ, जसले कम्पनीको वित्तीय दायित्वको वहन गर्ने क्षमता मध्यम रहेको जनाउँछ। कम्पनीको वित्तीय अवस्थाबारे थोरै जानकारी दिँदा, आम सर्वसाधारणका लागि यस कम्पनीले 18 लाख किता बराबर आइपिओ निष्कासन गरेको थियो। प्रति किता रु 100 अङ्कित मूल्यमा न्यूनतम 10 कितादेखि अधिकतम 1 लाख कितासम्म आवेदन दिन मिल्ने व्यवस्था थियो। यस कम्पनीको नेटवर्थ रु 105 रुपैयाँ 03 पैसा, इपिएस रु 3 रुपैयाँ 30 पैसा र नेट प्रॉफिट रु 1,38,72,179 रहेको छ। कम्पनी एकदमै राम्रो रहेको छ र सेकेन्डरी मार्केटमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ। अब म यो शेयर मूल्य कति माथिसम्म पुग्न सक्छ भन्ने कुरा गर्दा, योभन्दा अघिल्ला कम्पनीहरूको आइपिओ तुलनामा ओम मेगासिरी फार्मास्युटिकल कम्पनीको कुल शेयर 60 लाख किता रहेको छ। त्यसमध्ये 70% अर्थात् 42 लाख किता प्रमोटर शेयर र 30% अर्थात् 18 लाख किता पब्लिक शेयर रहेको छ। प्रमोटर शेयर 3 वर्षसम्मको लगइन पिरियडमा रहेको छ र यो अवधिभर कारोबार गर्न पाइँदैन। पब्लिक शेयरमा पनि कर्मचारी र म्युचुअल फन्डका लागि छुट्याइएको शेयर क्रमशः 3 वर्ष र 6 महिनासम्म कारोबारमा ल्याउन पाइँदैन। पब्लिक शेयरमा पनि कर्मचारी र म्युचुअल फन्डका लागि छुट्याइएको शेयर क्रमशः 3 वर्ष र 6 महिनासम्म कारोबार गर्न पाइँदैन। वैदेशिक रोजगार र सर्वसाधारणका लागि छुट्याइएको 1,80,000 र 14,76,000 गरी जम्मा 16,56,000 किता मात्र तत्काल कारोबारमा आएको छ। त्यसकारण योभन्दा धेरै शेयर किता भएका कम्पनीहरू पनि नेप्सेमा 2500 रुपैयाँ भन्दा माथि कारोबार भएको पृष्ठभूमिमा, जस्तै गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्स, क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्स, यी कम्पनीहरूले राम्रो प्रदर्शन गरिरहेको सन्दर्भमा ओम मेगासिरी फार्मास्युटिकल कम्पनीको शेयर पनि नेप्सेमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ। यस कम्पनी औषधि उत्पादन क्षेत्रको पहिलो कम्पनी भएको, शेयर क्याप पनि लो रहेको र बजारमा माग उच्च हुन सक्ने भएकाले लगानीकर्ताहरूले यसको शेयर होल्ड गरेर राख्दा लाभदायक हुन सक्छ। तपाईहरुलाई यस्तै शेयर बजार सम्बन्धी जानकारीमूलक भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। साथै भिडियो सम्बन्धी कुनै जिज्ञासा भएमा तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। हामी अब यस्तै जानकारीमूलक अर्को भिडियोमा भेट्नेछौँ।